मसान्तको दिन हामी काभ्रे जिल्लाबाट गिम्दी जान बागमती गाउँपालिका ललितपुर गिम्दी 7 जाने क्रममा हो। हामी चाहिँ रेशम किराको बारेमा हेर्न जाँदैछौँ। फाइनल्ली बागमती गाउँपालिकाको काभ्रे जिल्लाबाट बागमती गाउँ हामी चाहिँ पाटी फर्काउँदै बेथान चोकको गेट हुँदै पार्थली हुँदै यात्रा सुरु भइरहेको छ। दिनु दिनु हरन दिनु हरन दिनु हरन दिनु हरन हरन गइसक्यो है। जे होस् सिटी 100 बाइकलाई पनि डाँडा पारी लिएर गइयो। उकालो ओह्रालो नभनी सिङ्गल लुटाइ तर एकदम 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 उकालो ओह्रालो है। धेरै नै 100 बाइकमा चाहिँ फाइनल्ली यहाँ आइपुग्यो। अब कति बाँकी छ है? गाइस बाँकी छ। जय हो जय। अब हामी जाने हो, हामी आएको यता राय यताबाट यहाँ जाने हैन। यसलाई चाहिँ गुवा भन्ज्याङ भनिन्छ। ललितपुरको जिल्ला छोएर ललितपुर जिल्लाको बागमती गाउँपालिका गिम्दी 7 होला है। फेरि त्यो हैन, त्यो चाहिँ कति हो थाहा छैन। जे होस् गिम्दी जाँदै हो हामी। हाम्रो टोली यतिजना छ। अहिले हामी कहाँ पुग्यो अमिरलाई भनिहाल्नु त। अहिले हामी फेदीमा है, फेदी भन्छ हैन, फेदी फेदी। अहिले चाहिँ हाम्रो यहाँ पार्टी चलिरहेको छ। फ्यान्टा पार्टी गर्मी छ, जागेर त लागिएको छ, त्यो पनि गर्मी छ क्या। दाइहरू चाहिँ मजाले आउनु भएको छ। ल दाइ कस्तो लागेको छ? एकदम राम्रो राम्रो हो, राम्रो छ। नि बसिरहन्छ। अहिले चाहिँ गिम्दी पुगिसकेको अवस्था यहाँ जानकारी दिँदै हुनुहुन्छ दाइले किसान दाजुभाइहरूलाई। त्यतिकै छोड्दिनु, सुकेर बस्छ नि। अनि जब माथि आउन रेशम किराको औषधि भन्छौँ है यसलाई। यसमा चाहिँ हामीले 4 थरी मिसाएर बनाएको छ। एउटा चुना भयो, अनि खाना खान चाहिँ गिम्दीको तल बेसी झरेर हामी खाना खान्छौँ। के भन्न चाहनुहुन्छ? के भन्नु जय सर, जस्तै हो गिम्दी 7 मा आएर खाना खाइन्छ। पसिना है होइन नुहाएको त्यो साह्रो परेको जाडोले।